आज चाहिँ म गोल्ड क्रिस लाउँदैछु तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। अनि चाहिँ गोल्ड क्रिस भनेको चाहिँ धुप्पी हो है, धुप्पी, यसलाई चाहिँ धुप्पी भन्छ। गोल्ड क्रिस यो चाहिँ कलर चेन्ज हुनाले गर्दाखेरि गोल्डन कलर हुनेले टाइममा गोल्डन कलर हुन्छ, त्यसैले गर्दाखेरि यसलाई गोल्ड क्रिस भनिन्छ। यो चाहिँ तपाईहरुले अहिले पानीको सिजनमा कटिङ यस प्रकारले लाउन सक्नुहुन्छ। यस प्रकारले यो चाहिँ अलिअलि काटेर चाहिँ यसलाई रुडेक्स लगाएर एकछिन राख्नुस्। त्यहाँदेखि चाहिँ तपाईहरुले माटो, बलुवा र पत्करमल, कम्ती पत्करमल मिसाएर चाहिँ माटो बनाउनुस्। अनि चाहिँ त्यसमा तपाईहरुले रुडेक्स लगाएर मजाले गाड्नुस्। अन्त पानी बाहिर राखिदिनुस्, एकदम भइहाल्छ है। अनि चाहिँ तपाईहरुले यसलाई अर्को पाली चाहिँ तपाईहरुले यो जब रुट हान्छ, जरा हानेपछि चाहिँ तपाईहरुले आफूले आफ्नो मुताबिक तपाईहरुले शेप दिएर बनाएर राख्न सक्नुहुन्छ। यस्तो छ है त। यसलाई भन्छ गोल्ड क्रिस धुप्पी। इन्डोर आउटडोर हो यो, जहिले पनि तपाईहरुले घरभित्र पनि राख्न सक्नुहुन्छ, बनाएर बाहिर पनि राख्न सक्नुहुन्छ। ओके, अनि मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोस्। तपाईलाई यो सानो सानो जानकारीहरू तपाईहरुलाई म दिने नै गर्छु। ओके त।